So अभी हाई गाइस म चाहिँ ब्याक भ्लगबाट आएको सो मेरो भाइ चाहिँ मेरो ब्रदरले चाहिँ हामी दुईटा आमा एन्ड बाबा म भाइ छौँ मम्मी आउँछ बाबाले खाना ल्याउँछ मेरो भाइले यहाँ मिलाउँदैछ सो भाइले मिलाएको हेरौँ है त यसले यति धेरै मिलाइसक्यो बाबाले बाहिरको मिलाउँदै हुनुहुन्छ हाम्रो हाइट नपुगेर मैले टकटक आउँछु पास गर्ने होइन आफ्नै सुनमा क्या ला त राख्न टकटक आएको है न चुच्चो इलेक्ट्रिसिटी हो क्या ल टकटक आऊ यो टकटकको मैले टकटक खाइन सो गाइस हेर्नुहोस् मेरो बाबाले नि यता मिलाउँदै हुनुहुन्छ बाबा हेलो सो गाइस अझै राम्रोसँग मिला अरे मैले मिलाएको हो त्यो मलाई त केही आउँदैन म त पहिलोचोटि बिहान आएको बिहान आउँदा पनि झ्याउ लाग्छ किन नि त त्यहाँ हो त्यो थाहा हुन्न कि गाइस म त अब पहिलोचोटि आएको नि त दोकान नत्र भए दिउँसो आउँथ्यो बिहान त केही मिलाउन मलाई सानोमा आएको होला सानोको नि सो गाइस हेर्नु हजुरहरूले चाहियो भने यति राम्रो राम्रो सर्टहरू छन् हामीसँग प्लिज हाम्रो उसहरूलाई सब्सक्राइब गर्नुभयो भने हामीले हजुरलाई डिस्काउन्ट दिन्छौँ 20% डिस्काउन्ट अन्त अघि मामा घर नजान पाएर यहाँ रोको मान्छे हो अनि उता घुमाउनु लान्छु भनेको त बल्ल एक्टिभ भएर गरे ल के गरिस् भर्खर गरिदिन्छ ए अबे घाउ भयो जुठो खाएर कस्तो जुठो खाइस् र त्यो गाई त्यस्तो भयो मेरो भाइको सो यो मिला के भयो यो यिनीहरू पुरै मिल्यो मिलाएको यताको होइन यो तलको होइन हाफ टी सर्ट जहाँ घोस्न पाएन भयो तँलाई त होला जहाँ हाल्न पाएन भयो त्यो इलेक्ट्रिसिटीमा उस लगायो भने आगो चल्यो भने सो गाइस बाबा हाम्रो भ्लगमा के अरे युट्युबमा च्यानलमा सब्सक्राइब गऱ्यो भने हामीले 20% डिस्काउन्ट दिन्छ भन 20 नै होइन क्या 50 को सब्सक्राइब गऱ्यो भने आउनुभयो भने डिस्काउन्ट पाउनुहुन्छ डिस्काउन्ट कतिको 20 ए 25% अझै हो सो आउनु होला सो मैले चाहिँ बाहिर उस देखाउँछु गाइस म चाहिँ बाहिर जानुपर्छ अटोमा सो हेर्नु है एजै फेसन वे ठ्याक्क यो रमेश कस्मेटिकको ठ्याक्क यहाँ छ सो गाइस हाट बजार हो सो पहाडी चाहिँ हाट बजार सो गाइस मेरो बहिनी ल मिला सो यहाँ चाहिँ घाम आउँछ भने यस्तो गरेको है मेटोटा सो अब एकछिन बसा मेरो भिन्स जहाँ कुर्सीमा गएर बस मैले लाउँछु अब झाडु त्यत्रो काम गर्दै थिएँ लगाइदेऊ नि त आज यो स्यान्डो एउटा छुटेछ राखो है काम गर्न आएको होइन सल्लक्क निकाल है पुरै सल्लक्क निकाल सबै है खै त अनि हाफ प्यान्ट मिलाउँछु भनेको होइन यसले यत्तिकै छोड्यो हेर्न तैँले यहाँ हाफ प्यान्ट मिलाउँछु भने अनि म छोडिदिएको त ल हाफ प्यान्ट मिलाउँछु भने त एलेन बक्स बटन छोड्ले पनि काम गर्ने भयो ल उसको फोन साउजी यो कतिको यो कट्टु
स्पट कट्टु उनी कतिको यो So guys, I'm going to Janala home. So my mom's sister, Bab's sister, uncle Brini, so I'm just एक दिनको लागि बचाइदियो अर्को दिनमा मलाई मम्मी बाबा सोच्छ गाडी लिएर आउनु न सो यहाँ चाहिँ मम्मी हुनुहुन्छ सो म चाहिँ मेरो मोतिया खेलाउँदै गाइज म चाहिँ एकदम डराउ गाइज बताइदिए चाहिँ यति सो गाइज हामीले चाहिँ बाबालाई प्र्याङ्क गर्ने हो यस्तोमा हो क्या मलाई धान्न डर लाग्छ मम्मी कनु आयो आजको लागि बचाइदियो भाउका अर्को दिन आउँदैन नुहाएको डोइसमा कट्यो फेरि उतै जानु होला है मम्मी सिधै कट 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 गर्छ मेरो मम्मीले चाहिँ हिरो हो कि यस्तो डेन्जरमा चलाउनु भएको छ यहाँ फेरि रोके सो यता पोइन्ट भ्यू हेर्नु यसको पंखा बिग्रियो थियो पंखा त्यसैले तराईमा तानो उकाल So guys, that's it. My video ma antim vlog hola guys. Choy. Mera ba चाहिँ उही पुगिसक्नु भयो. Guys, उहाँको बेटी छैन. माथि जाने हो रे हामी त यहाँ फोटो खिचेर गाउँको मान्छे हो अझै माथि जाने हो रे कमानी चोली माथि फर्केला भारेगी भगवान बचालो अनि किन उता गएको त हजुरहरू काम नपाएर गाइज सन्या आउनु भएको छ यो मैले त्यही गीत गाउँदै हुनुहुन्छ मेरो हेलमेटको यो तोना बिग्रेर कति नराम्रो भयो चाहिँ So, हेर्नु यहाँ यसो डरेर लगा खान हेर्नु सो मम्सलाई हेर्नु रे चाहिँ यिनीहरू छन् एउटाले फेरि भ्लग विचार गरे मेरो कानमा मम्मी मेरो कान सुनेर हेर्नु चेन्ज पेलाउनु पर्छ यस्तो खिच्छु क्या अब यसमा चाहिँ एक्टिभ छैन मेरो टिकटकहरू राम्रो बनाउन पाएन त्यो पनि कोसिस गर्छु टाउको केही बेला दुख्नु पर्ने कि घर गएर दुख्नु पर्ने खाने बेला दुख्नु पर्ने भोक लाग्छ घरि लाग्दैन अब किन उस हेलमेट खोलेको मेरो यो भुवाले मलाई फ्रेस बनाएको छ है खतरा बाटो तल त हेर्नु न त झन् टाउको दुख्छ कि ल्याउनु बिर्सीको घर लेखमा चल्छ सो गाइस हामी चाहिँ उही माथि टपमा
वन पुरै भ्यू देखिँदो रहेछ भाइ यहाँ त घरि यताबाट देखिन्छ घरि यताबाट देखिन्छ खाल्टो त हामी चाहिँ टपमै पुगे फाइनली हामी टपमा पुग्न लागिसकेका छौँ पोइन्टहरु मात्र आयो भने बनाउन मोबाइलमा चार्जै रहेनछ के पुरै उफ्रिरहेको हेर्नु न सिधा छ केबल काट जानु मन छ के अरे तर उयो जाने हो क्या हौ यो बाटोबाट हैछ क्या म पनि जाने अर्को हामी सिधा त केवल जान्छौँ कि नै सोच चाहिँ अब बाबाको चोइस मात्र हुन्छ कस्तो अरे फेरि गरेर कस्तो अरे आइम स्ट्रङ गरौँ वा नुवाकोट लिएर आयो मासु भात खाइयो बाटो यस्तो पाइयो मासु भात खाइयो बाटो यस्तो पाइयो कस्तो लाग्यो बाबु केवल कारमा केवल कार चढाम के देखो केवल कारमा यताबाट उता जाने यताबाट यहाँ आउने हो र उठाउन यता आउने हो के काली हेर्न उताबाट केवल कारमा म भन्छु म के गर्छ अरे यहाँ त के म त यतापट्टि हो के भन्नु न हाम्रो भ्लग हो के उताबाट यता आउने हो यहाँ घुम्ने हो अनि यहाँ फेरि उतै जाने हो के बुझ्यो अनि साथीहरु हामी आजको दिन नुवाकोट पुगेर आयौँ नुवाकोट खासै ठिक लागेन अब नुवाकोट पछि हामी यहाँ यस्तो केटाकेटीले नास्ता खान नास्ता खाने भनेर नास्ता खान आएको छौँ हामी मेरो सानो पनि आइपुग्यौँ बल्ल स्कुटी लिएर आयो So ai dặn cho dạng kha đó con mẹ bà ba चिन्ता के nó cho mẹ ra त चिन्तालाई सर्दु cậu bà hả म उनीहरु घर gái chăm chị ấy guys just the kitchen cho một आफ्नो काम आफै गरे नि भयो